हेलो एभ्रिवान, नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी यहाँ हाम्रो रुमदेखि नजिकै विशेष ठाउँमा जान आँटेका छौँ। त्यो ठाउँ चाहिँ कहाँ हो भन्दाखेरि तपाईँहरूले पुरै भिडियो हेर्न सक्नुहुन्छ। आजको पुरा भिडियो हेर्नु होला र हामी कहाँ जान्छौँ, के गर्छौँ, कसो गर्छौँ, पुरा भिडियो हेरेर साथ दिनु होला है त। ल हामी चाहिँ अब यहाँ तल रेडी भएर यहाँ तल गाडीमा झरेका थियौँ। आज चाहिँ एकदम विशेष गरी यो सबै हामीले चाहिँ यहाँनिर चटपटेको सामानहरू अनि पानीपुरीको सामानहरू अनि एकदम के पकाउने सामानहरू अनि चुल्हाहरू सबै यहाँ चाहिँ रेडी गरिदिएको छौँ। हेर्दै गर्नु होला, हेरेर साथ दिनु होला है त। र हामी चाहिँ रुमबाट हिँडिसकेका छौँ र बाटोमा चाहिँ मैले थोरै भिडियो बनाउनको लागि चाहिँ मोबाइल निकालेँ र त्यस पछाडि हाम्रो ठाउँदेखि चाहिँ ओइमोक हेसुयोक्जाङसम्मको लागि चाहिँ लगभग 45 मिनट जस्तो लाग्दो रहेछ र बाटोमा सुरक्षाको हिसाबले पनि मोबाइलहरू भिडियो रेकर्ड गर्दै अब ड्राइभिङ गर्नु चाहिँ अलिकति असुरक्षित हुन्छ। त्यही भएर मैले चाहिँ मोबाइल राखेँ र ड्राइभिङ मात्र गर्ने निर्णय गरेँ। लगभग 45 मिनटको यात्रापछि हामी चाहिँ यो ठाउँमा पुगेको छौँ र यहाँनिर ठ्याक्कै छिर्नु बित्तिकै यहाँ सिधा अगाडि चाहिँ तपाईँहरूले यो समुद्रको बिचमा एउटा स्तम्भ देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ ठ्याक्कै यो सिधै अगाडि चाहिँ यहाँनिर पार्किङ गर्न नमिल्ने रहेछ र हामी चाहिँ पार्किङ स्थल खोजिराखेको थियौँ यति बेलासम्म। फाइनली हामी चाहिँ यो ओइमोक हेसुयोक्जाङमा आइसकेका छौँ। यहाँ हामीले चाहिँ आज यो यहाँ छ समुद्रकै छेउमा चाहिँ आज चाहिँ पार्किङ गर्ने ठाउँ पाएको छौँ। किनभने यहाँ चाहिँ छुट्टीको दिन होइन, शनिबार आइतबार हुनु चाहिँ एकदम प्याक हुने ठाउँहरू सबै निकाल न। अनि आज चाहिँ एकदम पार्किङ स्थलहरू चाहिँ एकदम खुल्ला रहेछ क्या। हामी चाहिँ अब यहाँदेखि सामानहरू निकालेर यहाँ पर हार्मोनियमहरू यहाँनिर टेन राखेर खाँदो रहेछ। यहाँ तल यो बगर छ, यसको बगर हो यहाँ पर गएर हामी आज हामीले चाहिँ यहाँ बट्टामा सामानहरू ल्याउँछ। हामी चाहिँ अब यहाँभन्दा चाहिँ अलिक परै टाढो गएर चाहिँ खाने भनेर सबै सामानहरू। म चाहिँ कहाँ बस्ने भनेर चाहिँ ठाउँ खोजिरहेको छु। अब एकदम टेबलहरू सानो टी टेबलहरू राख्न मिल्ने ठाउँ भयो भने चाहिँ एकदम राम्रो हुन्छ। यहाँ चाहिँ पानी अस्ति यहाँ चाहिँ ड्याममै थियो, अहिले चाहिँ अब लगातार घाम लागेको कारणले गर्दाखेरि सबै सुकिसकेछ क्या। पानी त ऊ तलहरू छ। अस्ति हामी आउँदाखेरि चाहिँ यहाँ माथि यो ठाउँ चाहिँ सबै पानी सुकेर तल सुक्यो यो, तर बेलुका चाहिँ एकदम बढेर माथि आउँछ। र मैले चाहिँ सम्म ठाउँ खोज्दा यहाँ चाहिँ सम्म ठाउँ भेटाएँ र यहाँ चाहिँ रुखको शीतल ठाउँ पनि रहेछ। त्यस पछाडि हामी चाहिँ अब सामान यहाँ राखेर चाहिँ सबैभन्दा सुरुमा हामीले पानीपुरीबाट स्टार्ट गर्ने भनेर चाहिँ पानीपुरी खानको लागि हामीले चाहिँ सामानहरू रेडी गऱ्यौँ र टेबलहरू राखेर चाहिँ अब चाहिँ हामी पानीपुरीको लागि सबैभन्दा सुरुमा रेडी गर्दैछौँ। र आजको पहिलो खानेकुरा हाम्रो चाहिँ रेडी भइसकेको छ, पानीपुरी। र हामीले चाहिँ पानीपुरी सबैभन्दा सुरुमा खायौँ। हामी चाहिँ दुईजना मात्रै पानीपुरी खाँदै गफ गर्दै थियौँ र गफ गर्दै मैले चाहिँ मोबाइल पनि हेर्दै अब यो ठाउँको बारेमा अरू पनि आउँदाखेरि चाहिँ कसरी सजिलो हुन्छ र के हेर्नु पाइन्छ भनेर बताइदिउँ न त भनेर मैले चाहिँ थोरै भिडियो खिचेँ र यो भिडियो चाहिँ हेर्नु होला। यो थाङदिन क्षेत्रमा रहेको पश्चिमी क्षेत्रमा रहेको ओइमोक चाहिँ लगभग हाम्रो हाप्तप भन्ने ठाउँबाट चाहिँ यहाँनिर 45 मिनटको यात्रापछि हामी चाहिँ आइपुगेको छौँ। यो विशेष
यो वेमोकको अर्थ चाहिँ यो धेरै पहिलादेखि नै यो चाहिँ यसको अर्थ चाहिँ यो चाहिँ यसको आकार चाहिँ अब म्यापमा हेर्दाखेरि खुला जस्तो आकारमा गर्दाखेरि यसको नाम चाहिँ वेमोक भएको भन्ने चाहिँ यसरी नाम यो यसको नाम चाहिँ त्यसरी रहेको रहेछ। अनि विशेष यहाँ आएर चाहिँ तपाईँहरूले यहाँ समुद्रमा स्विमिङ गर्न सक्नुहुन्छ। अब यहाँ स्विमिङ गर्ने जुत्ता पनि छ। त्यहाँदेखि चाहिँ अब सूर्योदय र सूर्यास्त हेर्न सकिने रहेछ यहाँको। र यहाँ चाहिँ बेलुका राति भयो चाहिँ यसको विशेषता रहेछ। यहाँ चाहिँ आएर तपाईँहरूले अब यहाँनिर गर्मी याममा चाहिँ स्विमिङ गर्न सक्नुहुन्छ। यहाँनिर पाहाड छ, यहाँ पाहाडमा चाहिँ माउन्टेन बाइकहरू पनि कुदाउनु मिलिरहेको छ। यहाँनिर त्यसको लागि चाहिँ पेटिकट काट्नुपर्ने त्यहाँबाट यसको लागि चाहिँ पर व्यक्ति 35,000 वट तिर्नुपर्ने रहेछ। यो एरियामा चाहिँ अब यो एरिया नजिकै हुने साथीहरू चाहिँ छुट्टीको टाइममा परिवार अथवा आफ्नो साथीभाइहरूसँग आएर चाहिँ यहाँनिर एकदम टाइम स्पेन्ड गर्नको लागि चाहिँ एकदम राम्रो ठाउँ हुनसक्छ। तपाईँहरू पनि आएर एकचोटि यो ठाउँमा रमाइलो गर्नु होला, भिजिट गर्नु होला। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ पर अघि चाहिँ पानी परसम्म थियो, अहिले चाहिँ यहाँ वरसम्म आइसक्यो। पानी चाहिँ बढिसक्यो। हामी चाहिँ हेर्नुपर्छ। र यहाँ चाहिँ तपाईँहरूले ढुङ्गामा लेखिएको वेमोक माउल पनि देख्न सक्नुहुन्छ। यहाँदेखि यो ठाउँबाट चाहिँ उता हेर्दाखेरि चाहिँ सूर्यास्त र सूर्योदय र सूर्यास्तको ठाउँ पनि देखिन्छ अरे। यो ढुङ्गाहरू चाहिँ अब सायद यो माछा मार्ने ढुङ्गा होला है। यहाँ पर चाहिँ अब बालुवाहरू छ। यहाँ चाहिँ गर्मी महिनामा यहाँनिर चाहिँ पौडीहरू खेल्न सकिन्छ। यसको यहाँ पर यता पर पनि पौडीहरू खेल्न सकिन्छ। त्यता पनि ठुलो ठाउँ छ। अनि यहाँ चाहिँ माछा मार्ने ढुङ्गाहरू डन्नै छ। यहाँ चाहिँ यहाँनिर चाहिँ बोटिङ पनि गर्दो रहेछ मान्छेहरू। यति धेरैजना बसिरहेको छ। र हामीले चाहिँ फोटो भिडियो लगातार खिचिसके पछाडि लगभग 2 घन्टा बितिसकेको थियो। त्यस पछाडि हामी चाहिँ फेरि हाम्रो खाना हामीले चाहिँ चाउचाउ रामेन र चटपटी बाँकी नै थियो। र हामीले चाहिँ अब खाजा खाएर फर्किने भनेर चाहिँ रामेन पकाउन लाग्यौँ र चटपटी पनि बनाउन लाग्यौँ। र फाइनल्ली चटपटी र रामेन रेडी भइसकेको थियो। र रामेन चाहिँ मैले चाहिँ भाग लगाइसकेको थिएँ। र रामेन खाने बेलामा चाहिँ यसरी स्वाट रामेन चाहिँ पोखिएको थियो क्या। रामेन त खाने बेलामा स्वाट्टै पोखिहाल्यो है। त्यस पछाडि चाहिँ हामी दुईजना हेरेकै भयो। र मैले चाहिँ त्यो पोखिएको रामेनलाई चाहिँ अनि फेरि कपमा हालेँ। र कपमा लाएर चाहिँ त्यसलाई फाल्नु पऱ्यो भनेर चाहिँ मैले रेडी गर्दै थिएँ। अनि कपमा रामेन हालिसके पछाडि चाहिँ हामी फेरि लगातार बाँकी रहेको चिजहरू खान थाल्यौँ। र यसरी नै हामीले चाहिँ यो वेमोक घेसु योगजाङमा चाहिँ लगभग 3 घन्टा समय बिताइसके पछाडि हामी चाहिँ अब रुम फर्किने भनेर हामीले चाहिँ सबै सरसामानहरू प्याक गर्दै थियौँ। र हामी चाहिँ अब यहाँदेखि जानुपर्ने हुन्छ। फाइनली साथीहरू हामी चाहिँ अब आजको दिन चाहिँ हामीले यसरी बितायौँ है। अब तपाईँहरूले पनि पुरा भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अन्तिममा चाहिँ अब यो
दिन वरिपरि हुने साथीहरूलाई अघि पनि धेरैचोटि भने तपाईँहरू चाहिँ यो ठाउँमा आएर चाहिँ एकदम फ्यामिलीसँग भए पनि आफ्नो साथीभाइहरूसँग आएर भए पनि तपाईँहरूले चाहिँ यो ठाउँमा टाइम बिताउनुको लागि चाहिँ रमाइलो गर्नको लागि चाहिँ एकदम पर्फेक्ट ठाउँ हुनसक्छ। तपाईँहरू पनि एकचोटि आउनु होला, भिजिट गर्नु होला है त। बाई बाई। हामी चाहिँ लाग्यो है अब।